ल 5:31 भएन नाति? हजुर 5:31 भयो। ल ठिक छ। अब हामी चाहिँ 5:31बाट सुरु भएको छ है हाम्रो। यो पुलमा चढ्दैछौँ। कति भयो टाइम चाहिँ अहिले कति भयो? 12 मिनटमा यहाँ आइपुगेछ। हल्का स्ट्रेचिङ गरियो। अब यो पुलबाट यो डाँडा माथि देख्ने डाँडा हाततिर जाने हो। अर्को झोलुङ्गे पुल आइपुग्नु लाग्यो। दामी छ यो झोलुङ्गे पुल पनि। ल आज चाहिँ दानाबारी हुँदै कन्या पोखरी हुँदै नाम्चे भेडेटार अनि पाथिभारा मन्दिर आले धनकुटा हुँदै अनि चिन्डे हुँदै फर्किने हो। अहिले चाहिँ हामी यो 5 कन्याको पुलमा छौँ। पुलमा ठुलो झोलुङ्गे पुल सस्पेन्सन ब्रिज धान पाकेर पहिल्यै भइरहेछ। अनि पछाडि ब्याकग्राउन्डमा त विजयपुर देख्न सकिन्छ। यो पछाडि पारी चिन्डे। हामी चाहिँ यतै घुमेर आउने हो भरे। ल पञ्चकन्या मन्दिर पनि आइपुग्यो। हामी यहाँबाट उकालो माथि जानेछौँ। ल माथि देखिँदैछ। ल यो टुप्पामा देखिने चाहिँ दानाबारी हो त्यहाँ। र फेरि पारि हामी अर्को डाँडा काट्दै 5 कन्या पोखरी पुग्छौँ। 5 कन्या होइन कन्या पोखरी दिइरहेछ। यत्तिको चाहिँ दिनु पर्यो। दानाबारी आइपुगेको छ होइन। अब चाहिँ यहाँबाट हामी दानाबारीबाट माथि फेरि अर्को दानाबारी छ। त्यस पछाडि कन्या पोखरी नाम्जे भेडेटार हुँदै फेरि पाथिभारा मन्दिर अनि त्यो परको आले डाँडा हुँदै चिन्डे हुँदै झर्ने हो हामी चाहिँ आज। ल यति दामी बाटो तल यताबाट यो बाटो घुम्दै 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 आइयो। यस्तो हुँदै धरान चाहिँ यता ल मजाले आइपुग्यो। अब माथिको त्यो बर उतै हो नानी पहिरो नाति। यो पहिरो छ नि हो। यो पहिरोबाट यता हुँदै ऊ त्यो बरबिवाल काटेर अर्को बरबिवाल आएपछि पर देख्ने डाँडा चाहिँ कन्या पोखरी हो। त्यतातिर जान्छौँ हामी। गुड मर्निङ नमस्ते सबैजनालाई। हामी चाहिँ 2022 सालको भाइटिकाको भोलिपल्ट कार्तिक 7 गते भनौँ न है। हजुर दौडिँदै 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 अहिले चाहिँ हामी दानाबारी आइपुगेको छौँ। दानाबारीको तपाईँहरूले यो झन्डा देख्दा चाहिँ चिन्नु सक्नुहुन्छ होला। यो झन्डा चाहिँ दानाबारीमा बाजे नाति उकालो दिएको दिएकै छौँ। अब यहाँबाट फेरि दानाबारी क्रस गर्दै कन्या पोखरी हुँदै नाम्जे भेडेटार त्यस पछाडि चाहिँ हामी त्यो पर देख्दैछ नि डाँडा त्यो पछाडि तक्लु त्यो पाथिभारा हुँदै त्यस पछाडि फेरि तल चिन्डे हुँदै अनि धरान झर्नेछौँ। अहिलेलाई यति नै। ल झुप्पे डाँडा यानि कि दानाबारी पारिपट्टि देख्न सकिन्छ। हामी चाहिँ अब यताबाट कन्या पोखरीको लागि त्यो बाटो हुँदै जान्छौँ। त्यो माथि गाउँहरू काट्दै यस्तो छ। ल दानाबारी त्यहाँ देखिएको छ। यो हो दानाबारीको झुप्पे डाँडा। त्यस पछाडि यो रोसी रिसोर्ट अनि धरान तल धरान छ देखिन्छ। यता अब हामी चाहिँ यो भिर कट्दै उकालो हुँदै हामी चाहिँ कन्या पोखरी जाँदैछौँ। कन्या पोखरी भन्ने ठाउँ चाहिँ यही हो। राजारानी जाने बाटो छेउमै पर्दो रहेछ। यहाँ एउटा कन्या आधारभूत ल यो कन्या आधारभूत विद्यालय धरान उपमहानगर पनि पर्दछ ढाँडे है। ठाउँको नाम पनि ढाँडे तेलनपुर अरे।
ल यहाँ आइपुगेछ हामी चाहिँ अब है उता राजारानीबाट आउने बाटो हो यता हो राजारानीबाट बाटो यो चाहिँ नाम चाहिँ हुँदै भेडेटार धरान जाने बाटो यता ल है कन्या पोखरीबाट चाहिँ हिमालको दृश्य यस्तो देख्न सकिन्छ ल ल आहा कति राम्रो ल यो चाहिँ छेमेलेङ अनि यो चाहिँ मकालु हिमाल देखियो दामी हिमाल अनि घाम पनि मजाले लागेछ अब चाहिँ सास आएर नाति सास आइपुग्यो होइन त्यो देख्ने हिमाल चाहिँ मकालु अनि छेमेलेङ हो त्यस पछाडि हामी आज चाहिँ तल धरान विजयपुरबाट यता पत्रङबारी हुँदै अनि दानाबारी हुँदै तेलेन्पा त्यस पछाडि ढाँडे अनि कन्या पोखरी आइपुगेछ यो उता चाहिँ राजारानी जाने बाटो हो यो उताको चाहिँ यहाँबाट उता चाहिँ गयो भने हामी राजारानी पुग्छौँ अनि यहाँबाट यता गयो भने चाहिँ फेरि हामी नाम्जे हुँदै भेडेटार पुग्छौँ अनि आज चाहिँ भेडेटारबाट पनि उता हामी पाठीबाट आहाले धनकुटा हुँदै हामी चाहिँ माथि पिण्ड डाँडा निस्केर अनि के अरे तामाखाम हुँदै खुस्रे हुँदै हामी धरान विजयपुर पुग्ने हो हाम्रो प्लान चाहिँ ल सियो फेरि पनि त्यो नानीहरूसँग चाहिँ फोटो खिचौँ भनेको मानेन उनीहरू चाहिँ यहाँ मगर गाउँको मगर्नी नानीहरू रहेछ है अनि हामी चाहिँ यहाँ अहिले आइपुगेका छौँ अनि यो नाम्चे बजार हो फेरि यो चाहिँ भेडेटारको नाम्चे हो नि फेरि सोलको नाम्चे होइन अनि हिमाल वहाँ देखिन्छ यस्तो राम्रो है आज त कुद्नुको मजै बेग्लै छ लो नाति जाउँ छप 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 फेरि सुरु अब उयो नाम्चे हुँदै छप 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 साह्रै मजा भयो नि सही छ ल है यस्तो तरिकाले ओ हिमाल पनि त्यता होइन मान्छे यता ल माहुरीहरू चाहिँ यसरी झुमिरहेछ यहाँ हिमाल चाहिँ पर देख्न सकिन्छ पारी टक्कसँगले ल है नाति बाबालाई छ होइन ल ल ल जाउँ तल धरानलाई यसरी देख्न सक्छौँ भेडेटारबाट यो धरान हो हामी चाहिँ यो पारिपट्टि यो झुप्पे डाँडा दानाबारी अनि यता हुँदै अनि यो डाँडा कटेर तेल्नुपा यो डाँडा पछाडिबाट यता नाम्जेबाट फर्केर होटल हिमालय चाहिँ आइपुग्यौँ भेडेटार दौडिँदै भेडेटार पनि आइपुग्यो यो स्काई टावर भेडेटारको स्काई ब्रिज ठिक छैन नाति भेडेटार आइपुग्यो ल जय पाथिभारा माता हामी चाहिँ माता पाथिभाराको शरणमा पर्नको लागि आइपुग्यौँ दौडिँदै ठिक छ नाति ल कति भयो जय पाथिभारा यहाँबाट त बाटो छैन दाइ नाति दर्शन गरियो दौडियो जाउँ होला है नाति लु है ट्रेल रन चाहिँ यस्तै छ है जङ्गल भाङचङ र बुङचुङ साँगुरी गढीतिर डाङ र डुङ गर्दै झरिँदैछ है ओह्रालो
कस्तो हुँदैछ हौ नाति खुट्टाले चाहिँ दुःख पाए होइन ल ल है अब आइपुग्यो है बाटो मेन रोड एकछिन लाग्यो है आमा कुरो घारी रहेछ डरलाग्दो हैटरी ल ल उचा ल ट्रेल रन हान्ने भनेको होइन ल हान ट्रेल रन हान्यो है हान्यो आमा लो हो खुट्टा डराए पुरै त्यो चाहिँ के रहेछ हौ सुवाङ मार्ग साँगुरी गढी छ साँगुरी गढी जाने बाटो यतै हो हामी जाने यता त होइन होला नाति यो त उँभो जाने होला यहाँबाट ए हो के गर्ने त हामी यताबाट जाने कि यताबाट ओसो कति टाढा हो यहाँबाट यताबाट जाउँ न त उयो डाँडाबाट निस्केर यता यता घुम्छ होला बाटो गइदिउँ ओइ भिरै भिर लु गुटुङ टुङ भिरै भिर दौडिँदैछौँ है हामी त यस्तो भिरहरू छ रोकिनु सकेन भने चाहिँ सिधै उधो आउँदैछ नाति आऊ लु भेडाटारतिरबाट आएको हामी चाहिँ अब यो यहाँ जङ्गल देखियो ऊ यो डाँडा कट्दै जाने होला हामी चाहिँ जस्तो लाग्यो अब कता हो कता बाटो पनि थाहा भएन यहाँ खुवालुङ त्रिवेणी ध्वजे डाँडा पदमार्ग हारेर यहाँ आइपुगेछौँ हामी चाहिँ यस्तो ठाउँतिर आम्मामामा ठिक छ यता गयो भने चाहिँ अर्कै बाटो हो कि क्या र हेरौँ है नाति फुस्रे साँगुरी गढी गोलखाडी भनौँ भने फुस्रे यता अलि अगाडिबाट रहेछ फुस्रे चाहिँ जाउँ बाटो हराएको अवस्था यतिखेर हामी बाटो हराएर साँगुरी गढीबाट तलतिर आउँदाखेरि खोइ यो खुवालुङ के भन्ने ठाउँतिर थियो त्यहाँबाट उदो बाटो खोजेको बाटो छैन यी खोलाको बाटो यसरी पो हिँड्दैछौँ बिजोकले आमामामामामा सिस्नुले चिलेर फेरि के भन्नु र माम्पाका सुवा जुलुम अब बाटो हरायो भने चाहिँ खोला पछ्याउनु भन्थ्यो अब त्यसै त होला नि ओइ नाति खोला त पछ्याउने डरलाग्दो सिस्नु रहेछ है हो बिलाउने घारी है सिस्नु घारी है मार हौ नाति लु यो त यस्तै छ आजको ट्रेल रनिङ चाहिँ महाकाशिरी बाटो हराएर कता हो कता अब खोला पछ्याउने हिँड्ने के गर्नु त अब छैन ए सिस्नुले पोलेर तेरीमा खोला पछ्याउँदाखेरि अब कता हो कता यो खोला कुन चाहिँ हो नाम पनि थाहा छैन यसरी खोला पछ्याउँदै हिँड्दैछौँ है हामी त म त भिजाइदिएको होइन नाति सबै बडाङ बुडुङ जुत्ता सुत्ता पनि अब जति गरे पनि नहुने रहेछ म त जाम भिजाएर हिँडेको यस्तो सर्दै आउँदैछौँ है हामी खाल्टा खुल्टी चरी छ आमामामामामा डम खोलै खोला ओहो झन्डै लड्यो नातेको मान्छे भन्दा खतरा हुन्छ त हौ बाटो त ओटरी बल्ल खोलाले यहाँ ल्याइ पुरा हो बाटो हराएर
खतम बनायो दौडिँदै संस्कृति पार्कमा आइपुग्यौँ यहाँ आउँदा चाहिँ यस्तो देखियो है तिहारको भोलिपल्ट पनि मान्छेहरू चाहिँ भिडभाड सरी है सरी अहिले चाहिँ हामी माथिबाट गोर्खा चौतारी आइपुगेछ लु जाउँ ल गोर्खा चौतारी अझै पनि यो उद्घाटन हुनु बाँकी रहेछ अनावरण हुनु बाँकी रहेछ छोपेर राखेर चाहिँ ल आज त होइन डरै भयो नि ओसो पार्क आइपुग्यो है हामी चाहिँ दौडिँदै यहाँ खिचौँ नाथी